चट्टु पनि छ चट्टुलाई त पुरै नआउँछ बाइकमा नम्बरमा आउँछ हामी हेलो आउँछ नि भनेको आउँछ रे बुझ्याउँछ नि भर्खर भने कुर्सिने यहाँ है उसले भने सालले फोन गरेको त बुद्धले पनि फोन गरे पिकनिक आज रोकमा ईश्वर गाडी साइड रोड हामी यहाँ होइन नि त्यो मोडे खतरा छ यहाँ नआउँछ यहाँ नआउँछ ल हाम्रो बस आइसकेको छ है ल ल हाम्रो चाहिँ यो बस आइसकेको छ है सबजना चढ्ने तर्काउनु छ ल हामी अब बोगो मासु खानलाई हैन बोगो मासु वार्षिक बोगो मासु मात्रै होला त अरु छ सबै छ ल चढौँ ल चढौँ सब आज चाहिँ हाम्रो फेरि यहाँ वर्षको एकचोटि हुने हाम्रो यो ट्याङ्कर चालकसँगको चाहिँ हाम्रो आज पिकनिक रहेको छ है पहिला पनि गएकै हो यसपालि पनि अब रेडी अवस्थामा छ र हामी विषयको छ ल हेर्नु तपाईँहरूले वर्षको एकचोटि चाहिँ हाम्रो सबै मिलेर हामी सधैँ जान्छौँ हामी अब पोहोर चाहिँ म जानु पाएन र यसपालि चाहिँ जुरेको छ भनौँ है सबैजना मिलेर रमाइलो गर्ने चाहिँ हाम्रो सबै कुरा छ तपाईँहरू देख्न सक्नुहुन्छ हामी चाहिँ बल्ल हिँडेको छ है हाम्रो दाइ यहाँ हुनुहुन्छ ल हेलो दाइ आज के हो भनिदिनु त अलिक सानो हामी हाम्रो यो के अरे ड्राइभरसँगबाट कहाँ भनिदिनु त ल है अगाडि के हुन्छ तपाईँहरू सबजना हेर्नु होला है सबै भिडियोमा आउँछ है ल मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु हजुर ल हाम्रो चाहिँ अब के हुन्छ सबै अब तपाईँहरू अगाडि भिडियो हेर्दै जानु होला है ल है होइन त मारा ल अब के हुन्छ अहिले तपाईँहरूलाई म देखाउँदै जाँदैछु है ल हामी चाहिँ अब यहाँ निगम आइसकेको छ है सबजना साथीहरू यहाँ सबजना यहीँ जम्मा हुनुहुन्छ तपाईँहरू देख्न सक्नुहुन्छ है ल भाइ ल ल टोलीहरू सबजना यहीँ छ है दुईवटा बस रहेछ ल यसपालि चाहिँ हेलो दाइ ठिक छ नि दाइ एकदम ल हाम्रो चाहिँ अफिस ल अब हाम्रो सुरु भयो है ल अब यात्रा सुरु हुँदैछ ल हामी सबजना हिँड्यौँ है अब एक दिन खाली हाम्रो नम्बर खाली छ तेरो बोल हेरे उते साथी हेलो र आज चाहिँ एकदम हाम्रो एकदम रमाइलो कार्यक्रम छ है यसमा अघि पनि तपाईँले भनिहाल्यो होइन अब हामी चाहिँ खास जाने चाहिँ कहाँ हो आज जाने चाहिँ लेलेमा हाम्रो पहिले चाहिँ ककनी भनेको थियो होइन ककनी चाहिँ पिकनिक स्पोटै भएन रे त्यही भएर चाहिँ अब लेले जान लाग्छ हामी लेलेमा ल ठिक छ लेले पनि म त तर ढिलो भयो यार किन होला
ढिलो त अब यस्तै हो अब हामीले अब नेपाली टाइम हो 7 बजी 8 बज्छ 8 बजी 9 बज्छ 9 बजी 10 बज्छ होइन त्यस्तै हो 1 घन्टा ढिलो हुन्छ यो किनकि नेपाल हो के हो यो नेपाल टाइम हो समय आफैले बनाउने हो नि त यार नेपाली टाइम हो समय आफैले बनाउनु हुन्छ ल तपाईँ टेन्सन हुन्छ यहाँ सबै साथीभाइहरू सबजना भेला हुन्छ ल है ल सबजना यहाँ हुनुहुन्छ हामी चाहिँ यहाँ छौँ है हामी यहाँ छौँ साथीहरू छौँ अनि अब आधी मान्छे त पुग्यो होला हामी यहाँ छ यार 3 किलो भयो यो हाम्रो चाहिँ अब त्यहाँ रेलवेमा चाहिँ अब मोटिभेसन गर्न सक्छ जेनिटरको लागि चाहिँ हामी अहिले वेटिङमा छौँ जेनिटर अब आउँदैछ त्यो लिएर चाहिँ ल ल ल भनेपछि चाँडै जानुपर्छ है त जानुपर्छ ल अब यो सबैले चाहिँ अब लाइक गर्नु होला कमेन्ट गर्नु होला सेयर गर्नु होइन हाम्रो सुरेश लामा सुरेश तामाङको फेरि चाहिँ तपाईँले लाइक फलो अनि सेयर गर्नु हाम्रो चाहिँ यहाँ जेनेरेटर आइसक्यो हामी जाने ठाउँमा चाहिँ बास हामी जाने ठाउँमा चाहिँ बत्ती छैन हो बत्ती होइन त्यहाँ अब बाइचान्स बत्तीहरू गयो भने यो चाहिँ अब लानु पऱ्यो नि त हो ठिक छ ल ठिक छ ल जेनेरेटर पनि गजबको रहेछ ल ल देख्न सक्नुहुन्छ है तपाईँहरूले जेनेरेटर पनि गजबको रहेछ है ल 2-3 जनाले उचाल्नु पर्ने त ल आमै ल ल 2-3 जनाले उचाल्नु पर्ने त ल 2 जना जङ्गलले उचालेर ल है ल ल ल 3-4 जनाले उचाल्नु पर्ने जेनेरेटर त हेप्पी रहेछ बिस्तारै हान्छ अट्छ ठ्याक्कै अडिँदैन यहाँ अब यहाँ एकछिन मूत्र त्याग गर्नु लाग्छ है हामी चाहिँ यहाँ जङ्गल पुरा जङ्गल छ ल पुरा जङ्गल छ ल जङ्गल छ है सबजना पिसाब फेर्ने रे ल अङ्कल हेलो हेलो ल पुरा रमाइलो यहाँ छ है ल ल हाम्रो यहाँ ल उडी जाने नक्काली हावाको भयो ल ल ल ल साथी हो हामीले गऱ्यौँ यहाँ डाँडामा आइसकेको छ पुरा डाँडामै हो रहेछ है कहाँ हो यो डाँडा गाडी पनि हिट आयो गाडी पनि हिट आयो अब हामीले हिँडेर जाने सोचमा छौँ है भाइ हिँडेर जाने सोचमा छ जहाँ पुग्छ हिँड्ने बाबु है ल जहाँ पुग्छ हिँड्ने ल हामी यति चाहिँ अब हिँडेर जाने सोचमा छ है ल हिँड्ने ल चितलाङको बाटो भन्दा नि डेन्जर होइन ल तपाईँहरूले देख्न सक्नुहुन्छ है बाटो यस्तो छ ल फाइनली हामी आइपुगेको छ है ल ल ल ल ल सबजना यहाँ बल्ल झरिसक्यो है जिन्दगीले नआएको ठाउँमा आइपुग्यो ल पाचा हेलो ल ल ल ल ल ल मैले लिएर आउँछ नि ल ल ल यहाँ चाहिँ एकदम राम्रो ठाउँ रहेछ है यो चाहिँ कुन्चुसोम भन्ने ठाउँ रहेछ हाम्रो चाहिँ सेम यो स्वयम्भूको जस्तै 3 जना बुद्ध भगवान् ट्याङ्ग्रेसी अनि 1 जना को भगवान् यहाँ हुनुहुँदो रहेछ धेरै रमाइलो ठाउँ रहेछ बल्ल
आइपुग्यो एकदम टाढा रहेछ काठमाडौँदेखि तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ अब बिस्तारै बिस्तारै विकसित हुँदै रहेछ है यो ठाउँ चाहिँ स्वयम्भू हेरेर हेर्नै नपर्ने देउता थान चाहिँ हाम्रो क्षेत्र सिंह स्याङताङज्यू चाहिँ यस कार्य समितिको लागि चाहिँ मनोनित उपाध्यक्ष हुनुहुन्छ। र यस नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको यस वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रममा आफ्नो मन्तव्य प्रस्तुत गरिदिनु हुन हाम्रा विशिष्ट अतिथि श्री जगन्नाथ गौतमज्यूलाई म हार्दिक अनुरोध गर्दछु। नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको वार्षिक साधारण तथा सभा तथा वनभोज कार्यक्रमका यस कार्यक्रमका अध्यक्ष नेपाल आसन ग्रहणको लागि हाम्रो यस नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घमा इकाइ अध्यक्ष श्री रामकृष्ण राणा मगरज्यूलाई म आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यस कार्यक्रमको समयावधि हामीले लम्ब्याउने छैनौँ। आज वनभोज कार्यक्रमको मनोरञ्जन लिनेछौँ र आज यस कार्यक्रममा आफ्नो मन्तव्य प्रस्तुत गरिदिनु हुन आजका कार्यक्रमको समय छोटै रहेको छ र आजको यस कार्यक्रममा मनोनित हुनुहुने नयाँ उपाध्यक्षज्यूको घोषणासँगै र आफ्नो मन्तव्य र यस कार्यक्रमको समापन गरिदिनु हुन यस ट्याङ्कर चालक सङ्घका अध्यक्ष श्री ईश्वर लामाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद मेरा मित्र कृष्ण पराजुज्यूलाई। यस वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रमका प्रमुख अतिथि उपेन्द्र सर, त्यसै गरेर हरदम हामीलाई सधैँ माया गर्ने हुने आदरणीय जगन्नाथ दाई, त्यसै गरी सपना दिदी, हाम्रा केन्द्रीय उपाध्यक्ष जीवन दाई, आज भर्खरै मनोनित हुनुभएका क्षेत्र, त्यसै गरेर सम्पूर्ण हाम्रा इकाइका अध्यक्ष रामकैलाश दाई, त्यसै गरेर सम्पूर्ण चालक साथीहरूमा मेरो व्यक्तिगत तर्फ लगायत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको तर्फबाट सम्पूर्णमा न्यानो अभिवादन सधैँ जय नेपालको टक्राउन चाहन्छु। जय नेपाल। अघि नै पनि आदरणीय जगन्नाथ दाईले सदैव हामीलाई माया गर्नुहुने दाईले धेरै कुराहरू राख्नु। हेलो 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 साथी हो, हेलो हामी कहाँ जाँदैछौँ अहिले? हामी गुफा हेर्न ल यहाँ काठमाडौँको काठमाडौँबाट लगभग 3-4 घन्टाको बाटो पछि कुञ्जोस्योम भन्ने ठाउँमा आइसकेपछि चाहिँ यहाँबाट चाहिँ 6-7 मिनटको बाटोमा चाहिँ तल गुफा छ अरे। हामी त्यहाँ जाँदैछौँ होइन भन्छ? हामी त्यहाँ जाँदैछौँ नि होइन? अब त्यहाँ जाउँ हेरौँ, के हुन्छ, कस्तो छ के छ है। तपाईँले देख्नुहुन्छ यहाँ बाटो यस्तो रहेछ है। बाटो यस्तो छ। सुग्रीव राज लामाले चलाएको बस हुन्थ्यो। हेलो कताबाट? यतै हो लेफ्ट साइड यतै हो। ल अब त्यहाँ गुफा छ अरे, हेरौँ कस्तो रहेछ। बाटो त राम्रै रहेछ, बाटो राम्रै रहेछ है। बाटो ठिक छ। अब वेलकम टु दुबई। दुबई रे। ल कन्जोसम हुन्छ फिटिङ हो बनाउने हो नि यार, चल्दैन कि यहाँ? चल्दैन। ल मन्दिर आइसक्यो है। गुफा चाहिँ कहाँनिर हो पत्ता लगाउनु पर्यो। अब उयो तल रहेछ है। उयो हेरौँ न।
ल यो गुफा रहेछ यार, ल डेन्जर रहेछ। ल छिर्नु सम्झे, छिटो सम्झे। ल छिर्नु त, ल छिर्नु त। कति टाढा रहेछ? तलतिर छ सम्झे। तलतिरै हो? तल छिरेर हेर्नु न, छिरेर हेर्नु। दुम्से 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 हो रहेछ यार, ल ल कसो पाल ल म त छिरे हो रहेछ यार, तल यो धेरै तल रहेछ। होइन भित्र जानु भयो तिमीहरू सानो सानो मान्छे। कहाँ जान्छ यार के हुन्छ त गुफामा? छिर्के केही पनि हुँदैन, बत्ती बालेर हिँड। गुफा छ त है त्यहाँ हेर नि त, हातले समाएको कति डामै छ त्यहाँ। ल ल छिर छिर, सबैजना जान नमिल्ने होइन। ल छिर, ल त्यहाँबाट थानकोट पुग्छ अरे। थानकोट पुग्छ अरे। किन डरायो क्या हो यिनीहरू? माथि बजा हो कि यहाँ घन्टी बजेर ल गुफाभित्र छिर। जाऊ जाऊ जाऊ, केही हुन्न, जाऊ। ल यहाँ चाहिँ एकदम राम्रो मन्दिर। कुन देउता थान रहेछ? नमस्कार। यहाँ म चाहिँ भरदेव भन्ने ठाउँमा आएको छु। यहाँ मन्दिर पनि रहेछ, यहाँ यतापट्टि सानो गुफा पनि रहेछ। गुफा पनि छ रहेछ है। अनि हामीले नदेखिरहेको तर मान्छे छिर्दो रहेछ। छिर्सक्यो त त्यहाँ मान्छेहरू छिर्सक्यो त। अनि तर हाम्रो साथीभाइहरू सबै त्यही गुफाभित्र छिर्दैछन्। धन्यवाद धन्यवाद धन्यवाद। ल सबजना ओह्रालो चाहिँ दौडै उकालो हेर यहाँ होइन गति। ल है त्यहाँ चाहिँ मुटै फुट्ला जस्तो भयो। ल होइन त होइन मान्छे खतम भयो है। ओह्रालो कति दौडे थियो अघि? 60 किलोभन्दा मुनि ल नि ओह्रालो खुब दौडिनु भएको थियो। डोडी फाले डोडी फाल। ल के हेरेर आयो त्यहाँ तल गएर? के गुफामा? कालो गुफा। ल यस्तो छ उकालो बाटो। अझै यसो गरेर जानुपर्छ। अझै यसो गरेर जानुपर्छ। कहाँ सिधा छ बाटो? अझै ग्रन्थ है अझै यसो गरेर जानुपर्छ। अझै घडी हेरेर कति टाइम त अब? अझै लाग्छ 10 मिनेट। कहाँ लाग्नु 10 मिनट लाग्दैन। 10 मिनेट ताले दुख उकिन हराइसी 25 वर्ष। कसले खोजेर आएर? म त पछाडि है। ल म हेर्नु यहाँ हाम्रो सन्दिक पारा कसले भेटेर आएर चाहिँ चिटी कान्छाले भेट्छ। सकेन। गोमे खानु कम्नु छैन कहाँ सक्छ त? जम्मा ल जम्मा 3 डाँडा खाइपछि हुन्छ नि। जम्मा पुरी जेरी थोरै खाएछ ल। जिन्दगीले नआएको ठाउँमा आइपुग्यो हामी होइन भन्छ होइन त? जिन्दगीले नआएको ठाउँमा आइपुग्यो। माथि हेऱ्यो कहाँ डाँडा। ल जाडो महिनामा पसिना आयो भनेपछि त ल हेर्न नसकेर तपाईँले सेसे भएको छैन? ए छ नि किन नहुनु मर्ले जस्तो भयो नि त। हो नि। ल आजको हाम्रो यही हो। कता घाम लागेर यति सर्वल चिपिन्छ नि। थाक्यो ल हाम्रो बल्ल यहाँ डिनर सुरु भइरहेछ, खाजा सुरु हुँदैछ है। सबजना यहाँ हुनुहुन्छ ल। सलाम दाई छ मेरी मायालाई रे लाई सलाम। गीत पनि हाल्दै थियो। त्यसै गरी आज के हो आज के हो? ल के अब नाच्ने नाच्ने होइन भनेको ल म हेर्नु ल धेरै गीतहरू मैले गाएको छु। कोदोको छङ्गरी तन्दुरी
घिउ दालेको नान रोटी दुध कफी खाने भए खाऊ कान्छी भए मन्जुरी भन्ने खाले काठे गीतहरू पनि गाएको छु। कुन चक्करमालाई छौरा ओए फुलमती सधैँ देख्छु बस पार्कको पुलमाथि भन्ने गीत पनि गाएको छु मैले। यस्ता धेरै गीतहरू छन्। चालेजो गीत गाइयो, झ्याउरे गीत गाइयो, पूर्वेली गीत गाइयो। तर मैले यसो हेर्दाखेरि आज यहाँलाई धेरैभन्दा धेरै चाहिँ काठे गीत मनपर्छ जस्तो लागिरहेको छ। काठको आसपासका धेरैजना हुनुहुन्छ। हामी काठे भाका पनि गाउँछौँ, काठे दोहोरी पनि गाउँछौँ। र यो मेरो नराम्रो आवाज अनिदो हामी डान्स देखाउनेवाला थियौँ। सुरुमा लालाजी अथवा ढले ढले अथवा काश्मीरी पछ्यौरी एनी वान सङमा हामी बहिनी सुमित्रा गुरुङको बेजोडो नृत्य प्रस्तुत गर्न चाहन्छु। र मैले फेरि पनि अनुरोध गरेँ, हामी जतिजना छौँ त्यतिजना महोत्सव भन्दा पनि कम नगरौँ, रमाइलो गरौँ, सबैजनाले हल्ला गरौँ, सबैजनाले ताली बजाऊ। एकचोटि मिल्छ भने यो वनभोज रमाइलो भइरहेको छ भने सबैजनाले ताली बजाइदिनुहोस् त। हो यसरी नै हो, माहौल बन्दै जान्छ। ताली हल्ला गर्नुभयो हुन्छ, हल्ला गर्ने सिर्फ पार्ने हल्ला गर्ने। ल धेरै धेरै धन्यवाद छ हाम्रो सुमित्रा।
रोजीमा भन् दोहोरीमा भन्दा अलिकति बढी हुन्छ पूजा गर्छु हे माया लक्ष्मी गाईलाई यस्तो कुरा म सोच्छु बालदाई ल अब डिनर है डिनर 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 अब डिनर हुँदैछ त्यसपछि अब हाम्रो आज खिच्छ अङ्कल हामीले खिच्यो ल है ल अब यहाँ सबजना यहाँ छ यस्तो छ है डिनरमा यस्तो छ ठिक छ हजुर होइन अङ्कल ल ल ल ल हेलो कस्तो भइरहेछ हाम्रो आज रमाइलो एकदम रमाइलो ल हो दामी छ नि ल ल ल इन्जोय है इन्जोय ल इन्जोय इन्जोय गर्नु होला इन्जोय है ल इन्जोय ल ल भान्जा बिस्तारै अड्केला है ल ल आर्टिस्ट ल एक टुरो के जाओस् अनि के भन्छ बसिनै जाओस् यार ल कस्तो भइरहेछ पासा एकदम राम्रो गुड एकदम राम्रो नेपाल ट्याङ्कर चालक सङ्घद्वारा आयोजित कार्यक्रममा एकदम रमाइलो रमाइलो हाम्रो चालक र सहचालक हेरी छन् यहाँ सोचेको भन्दा बढी रमाइलो ल ल शाबास 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 ल इन्जोय है इन्जोय 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 है अङ्कल इन्जोय 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 ल ल इन्जोय तल झर्न नि फेरि झर्दैन ल ल
भोल्याउनु पर्ने बिल पाउँछ Shabash! 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 Right! Hi! Shabash! Shabash! Right! Shabash! 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 हेरेको हेरे शट शाबाश 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 शाजोय शाजोय भनौँ चढ्नु त्यहाँ डिस्टर्ब फेरि कौन दिन हो ल करिब करिब हाम्रो अब
वनभोज कार्यक्रम चाहिँ समापन भएको घोषणा गर्दैछु। हामी चाहिँ अब लाग्ने तर्खरमा छ होइन पास आज के छ आज चाहिँ धेरै रमाइलो भयो। अर्को दिन अब चाहिँ आज चाहिँ अब वर्षभरिको चाहिँ दुःख गरेको चाहिँ एकदम दुःख हामी सब सम्झिँदै आज धेरै चाहिँ रमाइलो कार्यक्रम भयो पास ठिक छ नि एकदम रमाइलो अलिकति रियाक्ट गरे हो एकदम एकदम रमाइलो आज एकदम रमाइलो छ आज मेरो सुन्दै एकदम रमाइलो राम्रो छ आज एकदम रमाइलो मैले देखिरहेको छु उता अब चाहिँ हामी सधैँभरि यसरी रमाइलो गरेर पाऊँ ल ठाउँ पनि एकदम रमणीय छ यहाँ है ल एकदम तपाईँहरू आउनु होला सबैजना इन्जोय गर्न आउनु होला आजलाई चाहिँ वनभोज कार्यक्रम यस्तै भयो के लाग्छ कसो लाग्छ प्रतिक्रिया दिनु होला कस्तो भयो के भयो हाम्रो होइन ल हाम्रो अङ्कल फेरि औँठी चिनो भन्दै हुनुहुन्छ है ल औँठी चिनो रे ल औँठी चिनो ल हाम्रो गाडी यता छ सबैजना जानु भइरहेछ ल हामी चाहिँ यहाँ बस्यो एकदम रमाइलो भयो टिकटक बनायो है एकदम रमाइलो भयो झै झगडा केही भएन तपाईँहरू देख्नुहुन्छ ल ल अब लास्ट सङ भन्नु भइरहेछ है ल